मुसाको चर्तीकला डग बनाउँदाको पीडा डग बनाउँदाखेरि केसम्म हुँदो रहेछ भन्ने कुरो चाहिँ अब घर बनाउने मान्छेहरूले बुझ्नुपर्छ है। त्यो चाहिँ हेर्नु पनि पर्छ, बुझ्नु पनि पर्छ। त्यहाँ गएर मुसाले गुण लाएर पाइपलाई छिया बनाइदिएछ। ल हेर्नु त, ऊ त्यहाँ कसरी पिच्का हानिरहेछ। पुरै पिच्का हानिरहेछ। मुसाले पुरै खाइरहेछ क्या। मुसालाई त म देख्नुभयो यस्तरी खाइरहेछ क्या। त्यहीँ गुड बनाएको थियो, त्यहीँ गुड बनाएको थियो, त्यहीँ गुड बनाएको थियो। त्यहीँ मुसाले खाएर पुरै हेर्नु त यस्तो गरेछ। डग बनाउँदाखेरि खतरा पीडा छ। ल गुड त हेर्नु, मुसाको गुड तिमीले यस्तोसम्म भन्नु